अब कसरी दाँत निको हुन्छ होला पैसा पनि छैन दबाई गर्नलाई पैसा कमाउँछु लौका खिचाउला ल्याइदिनु अनि प्याज लसुन अनि भिन्डी आलु ल्याइदिनु अनि टमाटर अनि पैसा कमाउँछु अनि त्यसपछि तीनटा चारवटा बिस्कुट अनि त्यसपछि चारवटा के अरे पाँचवटा चिप्स पाँचवटा कितना जाइट अनि पैसा कमाउने पर्छ कति रुपियाँ भनेर बेच्छौ त 100 रुपियाँ 50 रुपियाँ अनि 10 रुपियाँ अनि 5 रुपियाँ त्यसो भने बेच्छौ अनि 20 रुपियाँ अनि पैसा कमाउने अनि कसलाई ल्याएर दिन्छौ बाबालाई मम्मीलाई दिन्छु अनि भाइ अनि म एउटा पैसा राखिहाल्छु अनि त्यसपछि हामीहरू केही खाने होइन अनि ज्ञानी भएर मम्मीको दाँत दुख्यो भने मम्मीलाई पैसा आएर दिने बेचेर लौरो ल्याउनु त यो भाइको बानी बिग्रेछ टिचरले भन्नुहुन्छ कि कसै थुक मार्यो पृष्ठलाई अनि थुक मार्यो भने टिचरले त कान काटिदिनुहुन्छ हाम्रो टिचर पनि कस्तो छ के ए हो र छिटो गर्न नखेलिकन प्रिन्सिपलको उठे अफिसमा लैजानुहुन्छ अनि त्यसपछि अफिसमा लैजायो भने म्यामले कान काट्नुहुन्छ हो र हैन होला हो अनि कसो भन्छ रे टिचरले हो र त्यही भएर नभन्नु ए स्कुलको फिस दिनु अनि बसाइहाल्छ हो र कसले भनेको स्कुलको फिस पैसा छैन अनि पैसा कसरी